सबैलाई दर्शन नमस्ते। यति बेला चाहिँ हामी मकै रोप्ने खेतमा हामी सरसफाइ गर्दैछौँ किनकि यो बाँझो थियो। रोपिरहेका थिएनौँ। अहिले म खाली भएको बेलामा यहाँ मकै रोप्नुपर्छ, आफ्नो खेतबारीलाई सुधार गर्नुपर्छ भन्ने म लागिरहेको छु। देख्नुहोस् यस्तै थियो होइन, यहाँ पनि यस्तै छ, मकै सकै रोपेको छैन, यस्तो झाडी छ यहाँ पनि होइन। यसलाई पनि फाँडफुँड गरेर मकै रोपेर यसमा आगो पुरा आगो लगाएर मेरो बुढीले उहाँ काम गर्दैछिन् होइन, म यो फाँड्दैछिन्। किन खाली बस्नुभन्दा आफ्नो खेतबारीमा, यो खेत हो है, यो बारी होइन, यो खेत हो। खेतमा यस्तो छ हेर्नुहोस्, लहरा बैरी छ पुरा, यो झाङ पुरा यस्तो छ। यसलाई फाँडेर अहिलेसम्म बुढाबुढीले यत्तिको गराइयो। म चाहिँ फाँड्दा फाँड्दै अल्छी लाएर के गरौँ भन्ने भयो। त्यसैले यता भिडियो गराउनु लागिरहेको छु। हो मेरो बुढीले चाहिँ उहाँ फाँड्दैछन्। हाई गरिदेऊ सानो, हेलो, हाई गरिदेऊ, हाई। कस्तो मजा आइरहेको छ ल ल, बुढीले चाहिँ उ गरिरहेका छिन्। हामी बुढाबुढी मिलेर मकै रोप्ने हो होइन। यसमा चाहिँ यो पनि खाली छ, यत्तिकोमा केही नभए पनि एक त दुःख गर्न मात्र हो। यो बाँधाले चाहिँ केही, बाँधा ढेँडुवाले केही रहनै दिँदैन। त्यही पनि के छ गरे जस्तो खाली बस्न भन्दा आफ्नो ऊ पनि भयो, शरीर फुर्ती भयो। त्यसैको लागि ल, हस् त, धन्यवाद है।